सबैजनालाई नमस्कार। मेरो नाम चाहिँ अभिषेक बुढा। आज हामीहरूको चाहिँ असार 15 दही चिउरा खाँदैछौँ। मिति 2083 साल 3 महिना 15 गते हो। भन्नुभयो अब तपाईँको पालो। अब आहार पुण्ड गते भनिल्या। तपाईँको पालो भन्ने पालो। अब माल बुझ्नु माल जान्दैन आहारका पुण्य गते जान्दैन दही चिउरा खाने तर मन त मान्दैन अरू जान्दैन सन्पुन्नका पुण्य गते खिर पनि खाने त हल जान्दैन त्यही दिन खिर खाने भाइ मन त मान्दैन। अरू आन्टीलाई कस्तो लाग्यो दही चिउरा? आन्टीलाई कस्तो लाग्यो दही चिउरा? दामी दामी दामी। कता हो हामी? राम्रो लाग्यो? अनि तिमीहरूले कस्तो लाग्यो? मिठो छैन? कसले खानु पर्यो, कसले दही चिउरा खानु भएन। आहार 15 गते